मैले पहिला पनि भनेको छु, यो सरकार पहिलाका प्रधानमन्त्री केपी ओली काम चलाउ प्रधानमन्त्री भएको बेलामा केपी ओलीकै सिफारिसमा बनेको सरकार हो सुशीला कार्की नेतृत्वको सरकार। यो हाहुमा बनेको भनेर अहिले जे भनिएको छ झुट, त्यो सत्य होइन। हामीले उहाँले पठाएको चिठी हेरेका छौँ। हामीले राष्ट्रपतिलाई अन्तरिम सरकार गठनको निम्ति सिफारिस गर्ने व्यक्तिले अहिले अन्यथा बोलेर आजको यथार्थ के पनि हो, यो अन्तरिम सरकार मात्रै होइन। यो अन्तरिम सरकारले घोषणा गरेको निर्वाचन फागुन 21 गतेको निर्वाचन हो। यो आजको नेपाली समाजको यथार्थ हो। यसलाई टेक्न छोडेर अर्को कुनै नारा उठाउन थालियो भने त्यो फेरि देशमा अर्को अराजकता र दुर्घटना निम्त्याउने बाहेक केही हुन सक्दैन। त्यसकारण म दोस्रो कुरा के भन्न चाहन्छु भने कुनै वितण्डातिर नजाउँ। हिजो पटक पटक संसद विघटन गर्नेहरूले अहिले संसद पुनर्स्थापनाका कुरा गर्नु जस्तो हास्यास्पद कुरा अरू केही हुन सक्दैन। म ती साथीहरूलाई यस्तो वितण्डाको पछि नलाग्न र आजको यथार्थलाई स्वीकार गरेर यो निर्वाचन सफल पार्न म आग्रह गर्न चाहन्छु। मैले कुनै यहाँ आवेग र आक्रोश व्यक्त गर्दै छैन। यथार्थ यही नै हो। र नेकपा एमालेका साथीहरूलाई आजको यो यथार्थलाई स्वीकारेर निर्वाचन सफल पार्न आउनुहोस्। सबै मिलेर बृहत सहकार्य गरौँ। यो नै देशको संविधानको लोकतन्त्रको रक्षाको अहिलेको सबभन्दा उत्तम विकल्प हो। यसलाई भान्ने दुचेष्टा कसैले नगरौँ। म दोस्रो यो कुरा म सबै राजनीतिक दलहरू, नागरिक समाज, पत्रकार, बुद्धिजीवी सबैलाई पनि अपिल गर्न चाहन्छु। आज सिङ्गो राष्ट्र एक भएर घोषित निर्वाचन सफल पार्न सबैले आफ्नो ठाउँबाट योगदान गरौँ। अनि त्यो संविधान निर्वाचनबाट आउने सदनबाट संविधान संशोधनको प्रक्रियामा अगाडि जाउँ। जेनजी युवाहरू र हामी माओवादीहरूले पनि हिजोदेखि भनेका कुराहरूलाई पूरा गर्नको लागि संविधान संशोधन र परिमार्जनको प्रक्रिया सुरु गर्ने सङ्कल्प गरौँ। यही देशको निम्ति निकासको बाटो हो। यति बेलाको तपाईँ हामी सबै एक भएर राष्ट्रिय समझदारीका साथ, सहमतिका साथ अगाडि जाँदा निर्वाचन सफल हुन्छ। मैले जति बुझेको छु यो 1 महिनाभित्र म सरकार निर्वाचन गर्न गम्भीर छ भन्ने मलाई विश्वास भएको छ।